सिन्धुपाल्चोकको एउटा भिरपाखाको गाउँ जहाँ सडक पुग्दैन, एम्बुलेन्स देखिएको छैन, स्कुलको भवन त टिनको छाना र माटोको भित्तामा टिकेको छ। त्यहीँ बस्थे आशिष र उनकी आमा मीरा देवी। बुबा 10 वर्ष अगाडि खाडी गएका थिए, आजसम्म फर्केका छैनन्। घरमा खाने अन्न थोरै थियो, लुगाफाटा त जाडोमा भत्किने बुट जस्तै थिए। आशिषको इच्छा थियो एक दिन ठूलो मान्छे बन्ने, तर स्कुल जानु जस्तो सपना थियो। एक दिन गणतन्त्र दिवस आयो। रेडियोले भन्छ, जनताको शासन, जनताको अधिकार। आशिषले आमालाई सोधे, आमा, गणतन्त्र भनेको त जनताको सरकार हो नि, होइन र? तर हामीलाई त स्कुल छैन, स्वास्थ्य चौकी टाढा छ, हामी त झन् भोका छौं, हाम्रो गणतन्त्र कहाँ छ? आमा मौन भइन्। तर आशिष आँखा टोलाउँदै निरो आकाशमा फहराइरहेको नेपालको झण्डातिर हेरे। त्यस झण्डा जुन अझै पनि उनीहरूको टाउको माथि छ अनि जसले अझै आशिषको आँखामा आशा बाँचेको छ। त्यस दिन ऊ खाली पेट भए पनि आत्मामा गर्व बोकेर भने, अब म पढ्छु, लड्छु अनि एक दिन त्यो झण्डाको अर्थ फेरि लेख्छु।